करिब 125 वर्षभन्दा बढी इतिहास भएको धार्मिक स्थलमा आइपुगेको छु। नमस्कार, म हो लक्ष्मीनारायण गुप्ता। हाल म मलेसियाको सेलाङ्गर जिल्लामा अवस्थित बातु केभ मन्दिर भगवान मुर्गनको मन्दिरमा आइपुगेको छु। तपाईहरू पछाडि देख्न सक्नुहुन्छ विशाल मूर्ति रहेको छ भगवान मुर्गनको, र यो ठाउँ मलेसियाको धार्मिक र पर्यटकीय स्थल हो। यस धार्मिक स्थलको प्रमुख विशेषता भनेको भगवान मुर्गनको विशाल यो मूर्ति हो, जुन सुनौलो रङले रङ्गिएको छ र बातु केभको आकर्षण पनि हो। यो मूर्तिको उचाइ करिब 47.7 मिटर अर्थात् 140 फिट रहेको छ। तपाईँ देख्न सक्नुहुन्छ एकदमै विशाल रहेको छ, एकदमै विशाल हो। र त्यसको साइडमा सिडी पनि रहेको छ। यो सिडी चाहिँ 272 सिडी रहेको छ। यो सिडी चढेर माथि गइन्छ, जुन प्रमुख मन्दिर छ माथि, शिवको प्रमुख मन्दिर छ र अरू भगवानहरूको पनि मन्दिर छ माथि। त्यो प्रमुख मन्दिर भनेको त्यही माथि हो, शिवको प्रमुख मन्दिर हो। त्यसमा गइन्छ दर्शन गर्न 272वटा सिडी चढेर। त्यसै गरी हिन्दू मन्दिरको रूपमा यस ठाउँको विकास सन् 1890मा अर्थात् 19औं शताब्दीको अन्तिमतिर भएको थियो र बातु केभलाई हिन्दू धर्मसँग जोडिने प्रमुख व्यक्ति के थुम्बु स्वामी पिल्ले हुन्। के थुम्बु स्वामी जुन थिए त्यो तामिल समाजबाट थिए र उहाँ मलेसियामा व्यापारको लागि आउनुभएको थियो र उहाँ एउटा समाजसेवी व्यक्ति पनि हुन्। एकदमै राम्रो व्यक्ति थिए र उहाँ मलेसियामा आउँदा व्यापारको लागि उहाँ यो बातु केभ ठाउँ हेर्नुभयो र यहाँ भगवान मुर्गनको यहाँ बास भएको आभास गर्नुभयो र यस क्षेत्रलाई, यस ठाउँलाई धार्मिक स्थलको रूपमा बनाउनु भयो र पाठ पूजाहरू त्यही सन् 1890बाट यो सञ्चालन गर्नुभयो। यस ठाउँको धार्मिक स्थल बनाउनु भयो र सन् 1891मा पूजापाठ सुरु भयो यहाँ। र पुरै यहाँ हरेक वर्ष मेला लाग्छ, एकदमै भव्य मेला लाग्छ, ठुलो मेला लाग्छ। ताइपुसन मेला लाग्छ, हरेक वर्ष मेला लाग्छ। त्यो पर्वको नाम हो ताइपुसन र त्यो ताइपुसनमा हजारौँ लाखौँ यहाँ भक्तजनहरू उपस्थित हुन्छन्। देश विदेशबाट पनि आउँछन्, यहाँ मलेसियाको मात्र नभई देश विदेशबाट पनि आउँछ। र यो बातु केभको जुन भित्रहरू, यो पहाडहरू देख्नुभएको छ, यो भित्र गुफा छ, एकदमै ठुल्ठुलो गुफा छ। र यो म जुन अघि भने यहाँ प्रमुख मन्दिर छ जुन माथि गुफाभित्र, त्यो गुफा एकदमै ठुलो छ। त्यो गुफामा प्वाल पनि छ त्यहाँ त्यो माथि, र त्यसबाट रोशनी, सूर्यको रोशनी पनि भित्र आउँछ। त्यसै गरी त्यहाँ अब उता साइडमा रामायणको कथा एउटा गुफामा अवस्थित छ, एकदमै मूर्तिद्वारा देखाइएको छ, एकदमै राम्रो छ। त्यसै गरी यहाँ भित्र एउटा कृष्णजीको पनि त्यहाँ लीलाहरू देखाइएको छ एउटा गुफाभित्र मूर्तिको रूपमा। र यहाँ चिडियाखाना पनि रहेको छ, धेरै जनावरहरू रहेको छन्, सर्पहरू, चराचुरुङ्गी, मयूर, धेरै राम्रो छ यो ठाउँ। त्यो भित्र जानको लागि टिकट काट्नु पर्दो रहेछ, 5 रुपियाँ एउटा गुफामा, र अर्को रामायण जुन गुफामा अवस्थित छ त्यसमा 10 रुपियाँको टिकट काट्नु पर्दो रहेछ। एकदमै राम्रो ठाउँ छ यो, शान्त वातावरण छ। यदि मलेसियामा हुनुहुन्छ भने एकचोटि अवश्य आउनुहोला। यो हाम्रो हिन्दू धर्मको स्थल, एकदमै प्रमुख स्थल हो, एकदमै राम्रो ठाउँ छ। हस्, आजको भिडियो यति नै। फेरि भेटौँला अर्को भिडियोमा। तबसम्म क्यामेराम्यान अरविन्दको साथमा म लक्ष्मीनारायण गुप्ता बिदा चाहन्छु। हस्, धन्यवाद।